मौका आउँदैन। अब यो नानीहरू मैले अघि भने त्यहाँ उभिनुहुन्थ्यो, त्यहाँ बसिराख्नु भएको थियो। यो 300 ती बालबालिकाहरूका लागि अब त्यो चलन फर्केर आउँदैन। अब त्यो चलन फर्केर आउँदैन, अचेलको मदन फर्केर आउँदैन। कसैले क्षतिपूर्ति पाउन सक्छन्, कसैले क्षतिपूर्ति पाउन सक्छन्, कसैको जीवन फर्केर आउँदैन, कसैको जीवन फर्केर आउँदैन। लुकामारी खेल्न दिउँ, लुकामारी खेल्न दिउँ नानीहरूलाई, लुकामारी खेल्न दिउँ नानीहरूलाई। फेरि त्यो बचपन फर्केर आउँदैन। कसैले क्षतिपूर्ति पाउन सक्छन्, कसैको जीवन फर्केर आउँदैन। अन्तमा म समयभन्दा छिटो भाग्छु। मानिसका लागि झार रोपेर फूल खोज्न हुँदैन। निउरिनु जसरी माटोको अगाडि हलो र कोदालोहरू निउरिन्छन्, झार रोपेर फूल खोज्न हुँदैन। निउरिनु जसरी माटोको अगाडि हलो र कोदालोहरू निउरिन्छन्, जसरी किसानको अगाडि निउरिन्छन् धानका बालाहरू, जसरी ससाना नानीहरूको अगाडि निउरिन्छन् बाजे बजैहरू। कुमालेले गमला मात्र बनाउँदैन, पृथ्वी पनि बनाउँछ। कुमालेले गमला मात्र बनाउँदैन, पृथ्वी पनि बनाउँछ। बाँड्नु नानी आफैसँग राखेर जसरी घामले आँखाहरू बाँड्दछ, हत्केला आफैसँग राखेर जसरी आकाशले औँलाहरू बाँड्दछ, ओठ आफैसँग राखेर जसरी धरतीले मुस्कानहरू बाँड्दछ। कुलोमै बगाउन सकिन्छ नदीका बेगहरू, उभिनु जसरी एउटै हाँगामा उभिन्छन् अनगिन्ती चराहरू। विवेकको बन्दुक बोकेर जसरी सिपाहीहरू सिमानामा उभिन्छन्, उभिनु जसरी एउटै हाँगामा उभिन्छन् अनगिन्ती चराहरू। विवेकको बन्दुक बोकेर जसरी सिपाहीहरू सिमानामा उभिन्छन्। जिन्दगी रित्तो कागज जस्तो हुनु हुँदैन, लेख्नु प्रवासबाटै लेख्नु चिठी र भन्नु म तिमीलाई खुब मन पराउँछु। जिन्दगी रित्तो कागज जस्तो हुनु हुँदैन, लेख्नु प्रवासबाटै लेख्नु चिठी र भन्नु म तिमीलाई खुब मन पराउँछु। जसरी हिमालले पहाडलाई मन पराउँछ, पहाडले तराईलाई मन पराउँछ। सन्तानको सानो खुसीमा जसरी आमा रुन्छिन् हर्षले, त्यसै गरी रोइरहोस् देश। जसरी सन्तानको सानो खुसीमा आमा रुन्छिन् हर्षले, त्यसै गरी रोइरहोस् देश। आखिर मानिसकै लागि चाहिँदो रहेछ देश पनि। नमस्कार, धन्यवाद।